अग्निशाला व्यवस्थापन समिति यल व नेपाल मण्डल संस्कृति अध्ययन समूह खोपया मङ्का गोसाले येले अस्तमातृका सम्बन्धी अन्तर्क्रिया चुकुदु ज्याजोले अस्तमातृका तिथि पछि विषयले यल तलेजु भवानीय सहायक पुजारी निरञ्जलानन्द राजोपाध्याय तन्त्रविद पी कविन्द्र शेखर रिमाल मृगेन्द्र राज सुवेदी विपुल सुवेदी गोसा खलपाके निर्गेन्द्र राज शर्मा व सरोजन शर्मा थथगो धारणा त्यादी गोखा अनुसार सबै वर्णको मूल प्रकृतिको रूपमा दर्शाएको छ। मूल अक्षर नै यो क भनेर चाहिँ देखाएको छ। यो स्वयं शिवकी कामरूपिणी कमनीय र प्रकृति सुन्दरीको रूपमा व्याख्या गरिएको छ। धार्मिक रूपमा पनि व्याख्या गरिएको छ। ट अक्षर यो देवनागरीको 11औं अक्षर हो। यसको उच्चारण मुर्दा स्थान हो। मुर्दा भनेको हाम्रो यो तालुभन्दा अलिक भित्रपट्टि हो। त्यहाँ चाहिँ ठिक छ। कामधेनु तन्त्रमा यो अक्षरलाई स्वयं परम कुण्डली पञ्चदेवमय पञ्चचानमय त्रिगुण त्रिशक्ति त्रिबिन्दु भनी दर्शाएको छ। यो वर्णमालाको 25औं अक्षर हो। यसको उच्चारण स्थान नासिका र ओठ हो। जस्तो म गर्दाखेरि नाक र ओठबाट चाहिँ स्वर निस्किन्छ। यसलाई कामधेनु तन्त्रमा कुण्डलिनी शक्ति भनिएको छ। ज्याजो अनिल शर्मा ढ्याका दिगुखा सोनिगा नप नेपाल मण्डलीय तिथि प्राचीन नगरे विशेष याना नखचख व तान्त्रिक अनुष्ठानीय अस्तमातृकाय विशेष पूजा जुइसा अस्तमातृका या त स्थानीय जीवनशैली परम्परा व धार्मिक आस्था केन्द्र कथा कया तगुदु अथे अस्तमातृकाय पूजा यावले समुदायले ऊर्जा सुरक्षा भावना व समृद्धि हैदैगु विश्वास याना तगुदु।